नमस्कार सबैजनालाई। अहिले हामीले सुदन गुरुङको सम्पत्तिक विवरणको बारेमा केही कुरा भन्न गइरहेको छौँ साथीहरू। उहाँसँग छ अहिले नगद 61 लाख, सेयर 4 करोड 31 लाख साथीहरू, सुन 89 तोला यानि कि अहिलेको भाउले 2 करोड 64 लाख पर्छ साथीहरू, र चाँदी रहेको छ 6 केजी, यसको मूल्य पर्छ 20 लाखभन्दा माथि साथीहरू, र धनकुटामा 19 रोपनी जग्गा छ साथीहरू। त्यहाँ पनि यसो हामीले बुझ्दाखेरि त्यहाँको जग्गाको मूल्य 4 देखि 7 करोड पर्ने देखिन्छ साथीहरू, र चितवनमा उहाँको 30 कट्ठा जग्गा छ साथीहरू। उहाँको मूल्य भ्यालुएसन गर्ने हो भने 7 देखि 10 करोडसम्म पर्न सक्ने त्यो देखिन्छ साथीहरू। र गोर्खामा उहाँको 221 रोपनी जग्गा छ साथीहरू, त्यसको अहिलेको मूल्य भ्यालुएसन गर्ने हो भने 10 देखि 60 करोड पर्ने जानेछ। यसरी सामान्य हिसाबले उहाँको सम्पत्ति अहिलेलाई जोड्ने हो भने 30 करोड 86 लाखभन्दा माथि हुन आउँछ साथीहरू। 20 वर्षको उमेरमा काठमाडौँ जानुभएको हाम्रा गृहमन्त्री सुदन गुरुङले उहाँसँग न कुनै फ्याक्ट्री छ, कुनै न व्यवसाय, न उद्योग, न इन्डस्ट्री। हामी नेपाल संस्थामा जोइन भएर उहाँले यति सम्पत्ति कसरी आर्जन गर्नुभयो साथीहरू, यो प्रश्नको घेरामा रहेको छ साथीहरू। नेपालमा टप सिइओहरूले पनि वर्षमा 1 देखि 3 करोडसम्म पनि कमाउन सक्छन्, तर डिजे चलाएर नै, नाइट क्लब अन गरेर यति सम्पत्ति चाहिँ कसरी जोडिन्छ साथीहरू। उहाँको बारेमा कुरा गर्ने हो भने उहाँको परिवार पनि त्यस्तो खानदानी छैन साथीहरू, किनकि यो भिडियो हेर्नुहोस्। यो प्रगति सुन्दै गर्दा एउटा बुवा भएको नाताले कति खुसी लाग्दो रहेछ। हैन, अति नै खुसी छु, अति नै गर्व छु। मेरो छोराछोरीले म के भने पहिला म भारी बोकेर भने छोराछोरी एसएलसी माथिमा कटाउँछु, मेरो अर्काले इङ्ग्लिस बोल्दैन, मलाई साह्रै गर्व लाग्यो, के डाल लाग्थ्यो कि मेरो छोराछोरी पढेर इङ्ग्लिस बोल्ने बनाउँछ भने त्यसो गरेर मेरो सबै बच्चाहरू इङ्ग्लिस बोल्ने चाहिँ सबै भएछ। अनि त्यति खुसी थियो। हुन त्यति पनि फेरि माथि हुँदै खुसी भएन। त्यहाँदेखि काठमाडौँमा सासूले हामी पढाउँछौँ जहीँ भने सुदनको बुवाले भन्दै हुनुहुन्छ साथीहरू, मैले 10 क्लाससम्म चाहिँ यहीँ पढाएँ र सबैजना इङ्ग्लिस बोल्ने फरर बोल्दाखेरि मेरो छोराछोरी पनि इङ्ग्लिस बोल्ने सक्ने बनाउनु थियो, त्यही भएर मैले मेरो ससुरालीलाई काठमाडौँ पढाउनको निम्ति लानुभएको छ भनेर भन्नुभएको छ। अब भन्नुहोस् साथीहरू, सुदन गुरुङले यसरी सम्पत्ति कसरी आर्जन गर्यो, यो एकदम क्लियर गर्नुपर्ने कुरा छ, यानि कि यो कुनै जनताको टाउको दुखाइको कुरा होइन साथीहरू, किनकि सरकारका उच्च स्थानमा रहेका सुदन गुरुङले यो स्पष्टीकरण दिनुपर्छ साथीहरू। यदि अवैध हो भने पदबाट राजीनामा दिएर अनुसन्धानमा आफै गएर अनुसन्धानलाई सहयोग गर्नुपर्छ साथीहरू।